Hey guys, so I just woke up like 10 minutes ago. म 10 मिनट अगाडि नै उठेको हो एन्ड उठिसके पछाडि मेरो बानी के छ भन्दा फोन चलाउने विच इज भेरी ब्याड राइट सो फोन हेर्ने बित्तिकै म हेर्छु कि ड्युन थ्रीको ट्रेलर ड्रप भएको रहेछ सो आई थट के यसलाई चाहिँ अब पिसफुल्ली हेर्नु कि लाइक एकदमै लाइक दिस इज द मुभी आई एम रियली एन्टिसिपेटेड फर म एकदमै एक्साइटेड छु यो मुभीको लागि लाइक रियल एक्साइटेड ड्युन थ्री हेर्नको लागि चाहिँ पार्ट वान एन्ड पार्ट टू आर लाइक माई फेभरेट साइफाई अल टाइम फेभरेट मुभी सो लेट्स किप अ सट राइट नाउ जस्तो भए पनि है मेरो इनर्जी म्याच हुन सक्दैन बट आई एम रियली एक्साइटेड फर दिस मुभी सो लेट्स वाच द ट्रेलर विथ मी वान टू थ्री स्टार्ट If we have a girl, what will we name her? Ginger. Her name should be Ganima. She would need to be strong, like her mother. What if it's a boy? I would name him Leto. So he would have the wisdom of his grandfather. Denis Villeneuve, one of the best directors, sir. Look at the just chants को आवाज यार. Oh my god. The more I fight, the more our enemies fight back. Robert Pattinson. I'm doing the best I can. Oh यार, what a look. How did father do it? Your father never started a war. Oh, Jason Momoa रिटर्न भयो यार. I'm not afraid to die. But I must not die. Yet. Okay. Trailer and मेरो इनर्जी लाइक म्याच भइरहेको छ. This is one of the best trailer I have ever seen in my life यार. What a trailer. लाइक त्यो जुन वारभन्दा अगाडि त्यो च्यान्ट्सहरूको साउन्ड छ नि लाइक इयरफोनमा चुम्मेश्वरी सुनिँदै थियो एन्ड लिसन अल गाइब मोमेन्ट फ्रम तिमोथी सालमे आवर पौल सर इज इज वान अफ द बेस्ट एक्टर वी आर करेन्टली सिइङ आर करेन्टली वाचिङ ओके इट्स ओके ही डिडन्ट गेट द स्कार बट इज फ्रम माई पर्सपेक्टिभ है द एक्टर who should have won the Oscar was Leonardo DiCaprio. अलिक बायसनेस हुनसक्छ बट लियो इज माई फेभरेट एक्टर बट द वे ही एक्टेड इन वान बेटल आफ्टर अनदर वाज ट्रुली कमेन्डेबल एन्ड अल्सो माटी सुप्रिमो उहाँले साह्रै राम्रो एक्टिङ गर्नुभएको थियो सिनर्समा पनि लाइक मलाई चाहिँ डिसेन्ट लागेको थियो मलाई फिल्म पनि खासै त्यति मन पऱ्यो तर सिनेमेटोग्राफी चाहिँ मलाई मुभीको एकदमै मन पऱ्यो थियो सिनर्सको आई डिडन्ट कनेक्टेड द मुभी मलाई ठिकै डिसेन्ट लागेको थियो मुभी खासै त्यति मन परेको थिएन सिनर्स अल्दो यो डुन वान एन्ड डुन पार्ट टू छ नि मेरो अल टाइम साइफाई एज आई अलरेडी सेड कि मेरो अल टाइम फेभरेट मुभी हो साइफाईबाट लाइक तिमीले यसलाई अब म्याडम्याक्स फ्युरी रोडहरू छ नि म्याडम्याक्सको जति पनि पार्ट्सहरू छ नि त्यसमा एक्सन एडभेन्चरमा पनि काउन्ट गर्दा हुन्छ डुन पार्ट वान पार्ट वान त्यति एक्सन त छैन बट जति पनि छ जति पनि साउन्ड ट्र्याकहरू छ
त्यो मोमेन्टहरू जुन त्यो मोमेन्ट छ नि लिसनलका एक मोमेन्ट ड्युन पार्ट टूमा ट्रुली सिनेमेटिक मोमेन्ट भन्न सक्छौँ हामी त्यसलाई एन्ड अल्सो यो ट्रेलर एकदमै इपिक थियो एज युजुअल सिनेमेटिकली एकदमै जुन भिजुअली एकदमै सिनेमेटिकली देखिँदै थियो एब्सोल्युट सिनेमा एन्ड अल्सो द म्युजिक साउन्ड ट्र्याक गन बी असम थिएटरमा सुन्दाखेरि एन्ड यसमा चाहिँ के कुरा भन्दाखेरि यो चाहिँ एभेन्जर्स टुम्डेसँग आउँदैछ दे आर स्टिकिङ टु द डेट दे आर नट पोस्टपोनिङ द द्याट डेट सो लेट्स सी के गर्छ बट ड्युन पार्ट 3 ट्रेलर भेरी गुड ट्रेलर वान अफ द बेस्ट ट्रेलर आई हेभ एभर सिन लाइफ मेबी मेरो इनर्जी म्याच हुन सकेन बट ट्रेलर वाज रियली रियली गुड अब त के भन्नु छैन ड्युन पार्ट 3 आई गेस होइन यो डेफिनेटली राम्रो हुनेछ एन्ड मैले त बुक त पढेको छुइनँ जुन फ्राङ्क हर्बर्टले लेख्नु भएको होला मिस्टेक भयो भने आई डोन्ट नो है बट द मुभी इज गोइङ टु बी बिग म दुइटै फिल्म हेरेर जान्छु म मार्बल्सको फ्यान हो सो आई विल वाच बोथ द मुभी आई डोन्ट नो कुन फिल्ममा सुरु हेर्छु बट दुइटै हेऱ्यो भने आई विल बी सेटिस्फाइड ड्युन पार्ट 3 को ट्रेलर वाज भेरी epic, let's say epic trailer. Thank you.